जय श्री राधेश्याम, यहाँहरू सम्पूर्णलाई स्वागत छ। म निमेश पौडेल। आज हजुरहरूलाई बाणसँग सम्बन्धित प्रसङ्ग, बाण के हो यानि कि बाणको बारेमा म हजुरहरूलाई जानकारी गराउँदैछु। हामीहरूले कुनै पनि शुभ कर्मको सुरुवात गर्दै जाने क्रममा बाणहरूद्वारा कस्तो बाण, कुन बाणलाई चाहिँ बार्नु पर्दछ त, निषेध कुन बाण गरिएको छ, कुन बाणले के फल दिन्छ अथवा के दोष हो, कुन बाणको असर के हो त भन्ने कुरालाई विचार गर्दाखेरि 1/9 यानी कि एक नम्बर 1 गते, महिनाको 1 गते जब हजुरले कुनै कर्म गर्नुहुन्छ, अब 1 मा 9 प्लस गर्दै जानु। 1 मा प्लस 9 गर्दाखेरि 10, अनि 10 मा प्लस 9 गर्दाखेरि 19, अनि 19 मा प्लस 9 गर्दाखेरि 28, यानी कि 1, 10, 19, 28 गते अथवा यी जति पनि दिन छन् यो मृत्यु बाणको समय हो। त्यसै गरी 2, 11, 20 अनि 29 गते यो अग्नि बाणको समय हो। त्यसै गरी 4, 13, 22 र 31 यो नृप बाण पर्दछ। 6, 15, 24 यो चोर बाण पर्दछ। अनि 8, 17 र 26 यो रोग बाण पर्दछ। कुनै कर्म गर्दै हुनुहुन्छ भने यी दिनहरूलाई हजुरले विचार गर्नुहोला। अब यसमा पनि कुन दिन र त्यो गते कुन चाहिँ बाणलाई बार्नु पर्दछ त भन्दाखेरि शास्त्रको वचन मार्गे चौरे गृहे चाग्ने विवाह राजपञ्चके व्रतबन्ध त्यजित रोग मृत्यु सर्वत्र वर्जित भन्छ है। त्यस कारणले हजुरहरूले विचार गर्नुपर्छ। 1, 10, 19, 28 यो मृत्यु बाण पर्छ, यसलाई विचार गर्नुहोला। त्यसै गरी 2, 11, 20, 29 अग्नि बाण पर्छ। 4, 13, 22 र 31 नृप बाण पर्छ। 6, 15 र 24 हजुरको चोर बाण पर्छ। अनि 8, 17 र 26 रोग बाण पर्छ। मार्गमा हिँड्ने क्रममा चोर बाणलाई हजुरले बार्ने। अग्निको लागि गृहे घर छाउने आदि क्रममा अग्निबाण, विवाहको लागि राजपञ्चकै यो व्रतबन्धको लागि रोग बाणलाई बार्ने र मृत्यु बाणलाई चाहिँ सधैँभरि वर्जित गरिएको छ। अस्तु श्री राधेश्याम।